and welcome back to my YouTube channel again Subhana Vlog. So फेरि पनि स्वागत छ हजुरलाई मेरो आजको अर्को नयाँ भिडियोमा है। अहिले चाहिँ म यो भ्लग चाहिँ अहिले म कति हो अहिले कति 5 बज्दै होला कि घर आएको थिएँ म चाहिँ आज हो, त्यही भएर घर आएर भ्लग स्टार्ट गर्दैछु है, किनभने भोलि चाहिँ यहाँनिर हाम्रो सानो फ्यामिली फंक्सन छ। सो म यो भ्लगलाई चाहिँ भोलिसँग कन्टिन्यू गर्छु है। अनि चस्मा टल्क्यो मेरो। यहाँ छ हाम्रो निनीहरू। हाई निनी, यता हाम्रो नानी, यता हाम्रो भाउजू। सो अहिले चाहिँ हामी चाहिँ तल बरीको घरमा, तुतुम्माको घरमा। कतिले बुझ्नु हुँदैन होला फेरि। सो अहिले आदि गर्दै गरेर भोलि यसलाई नै म कन्टिन्यू गर्छु। त्यसको लागि तपाईँहरू स्टे ट्युन साथीहरू हेर्दै जानुहोस्। आज हामी आदि कामहरू चाहिँ अहिले गरिराख्छौँ। सो सिलगढीमा गाडीको आवाजले, यहाँ कुखुराको चल्लाको आवाजले मलाई साह्रै डिस्टर्ब गर्ने भयो। अब चाहिँ जाडोमा हामी लाग्यौँ यो धुन। प्लिज हाम्रो लेडिज फुपूहरू कृपया गरेर यसलाई यहाँनिर निकालिदिनु भनेर भन्छ नि। यो चाहिँ हाम्रो भोलि भदैनीको दुईजना दादाको चाहिँ दाल भात छ हो, अन्त बहिनीको चाहिँ ढोकबेक छ। सो त्यसकै लागि चाहिँ हामी चाहिँ गर्दैछौँ यो तयारी। यो त के भयो माया लाग्दो भाइको मङ्की क्याप कति तातो हुँदो रहेछ। पानी कस्तो चिसो छ नि तर हाम्रो गाउँमा। हो त पानी चिसै छ। सो अब चाहिँ यो धुनुपर्छ यहाँनिर चाहिँ मिलेर धुन्छौँ यो। हामीले चाहिँ अघि धुँदै गरेको चाहिँ यहाँ छ, यो चाहिँ हो ढुङ्ग्रो हाम्रो चाहिँ हामीले धोइसकेको छौँ। यहाँ पनि छ आधी उधी धोइसक्यौँ हो। रात पनि पर्यो, भोलिको लागि ढुङ्ग्रो धुवाई। यतातिर देखाउनु अरे उयो भयो, रात परेर क्या हो, रात परेर यस्तो भयो कि। अनि हाम्रो पापा चाहिँ यहाँनिर लाउँदैछौ यो सुब्बाको खाजा जाँड खाँदैछ। अब यो एउटा काम चाहिँ सक्यौँ, अब फेरि बादमा हामी के काम गर्छौँ तपाईँहरूलाई देखाउँदै जान्छौँ म। त्यसको लागि अहिलेको लागि चाहिँ बाई बाई। र यहाँ चाहिँ भोलिको लागि पापा काका तुम्बाहरूले चाहिँ मासु काट्नु हुँदै थियो है। र अहिले चाहिँ म बिहानै फेरि तुम्बाको घर आएर फेरि काम गर्न थालेँ है। काम हुँदैछ यहाँनिर, हाम्रो भेला हुँदैछ। यहाँनिर बनाउँदैछु चिया अहिलेको लागि हो। पाहुनाहरू आउँछ भने चाहिँ चियाहरू बनाएर चाहिँ लगाएर राख्नु पऱ्यो भनेर बनाउँदैछु। ओ माई गडनेस, फेरि पनि यहाँनिर हिजोकै कन्टिन्यू। फाइनली यहाँ चाहिँ अब दादाहरूको दाल भातको लागि स्टार्ट हुँदैछ है। र यो दाल भात चाहिँ के हो भनेर चाहिँ हजुरहरूलाई जनाइ बस्नु पर्दैन है, किनभने प्रायःलाई थाहा भएकै कुरा हो। अनि अन्तर्जातीय बिहा गरेर ल्याएपछि चाहिँ यो चाहिँ चलाउने एउटा नियम हुनै पर्छ हो। हामी चाहिँ दादाहरूको भएको थिएन, त्यही भएर आज चाहिँ यही गर्दै थियो है। र दाल भात सँगसँगै यहाँनिर चाहिँ माइती पक्रिने काम पनि हुँदैछ है। माइती पनि पक्रिनु पर्छ अरे। सो त्यही भएर यहाँ भाउजूहरूले गाउँकै दादालाई, एकजना दादालाई माइती बनाएर चाहिँ खदाहरू लगाइदिनु हुँदै थियो है।
एकछिनको लागि होइन नि यो यो भोलि पर्सि त्यति मान गर्नुपर्छ बाटो घाटोमा भेट्दा भन्नुहुन्छ नि ढक्नु नानी आइतरासको भाग्य राम्रो छ गाते चेलीहरु त थाक कति चेली तर चेलीले बिर्सिनु पाउँदैन नि यो खेला चाहिँ छैन नि आज एक दिन देखाउटी गरे पञ्चको सामुन्ने हाम्रो भइरहेको छ दाजु मामा काकाहरू चल्छ यता हाम्रो मेन कुक हुनुहुन्छ आजको हाम्रो काका के गर्नु मासु मासु छ बाफ्रे हेलो गाइस हैन खाना बनाउने दाजुहरू काकाहरू हुनुहुन्छ लगाइरहेको बेलामा यहाँ चाहिँ हाम्रो निनीहरू एकदम यसलाई के भन्छ डुङ्ग्रो के भन्छ भन्नुहोस् यसको बारेमा के भन्नुहोस् तपाईँ यो हो टोङ्बा यो खायो भने बारीतिर लडिजान्छ हुँदैछ खतरा भाउजू छिटो भयो ढुङ्ग्रो लाउनु सघाउनुहोस् अरे अब यहाँ चाहिँ हुँदैछ हाम्रो चाहिँ उयो के भन्छ समाज देखाउने भाउजूहरूलाई एकदम ढोकी ढोकाइ चल्दैछ समाज देखाएर चाहिँ के भन्छ त्यसलाई उयो चलाउँछ अरे दाल भात सो यहाँ हुँदैछ त्यसकै कार्यक्रमहरू सबैजना हुनुहुन्छ हाम्रो ठुल्ठुलो गाउँको ठुलो बाजेहरू हुनुहुन्छ दाजुहरू हुनुहुन्छ हो काका मामा हुनुहुन्छ यहाँनिर हुँदैछ एकदम हाम्रो भाउजूहरू हुनुहुन्छ भाडा धुँदैछ एकदम सबैजनालाई लगाइदिन्छु नि किन हो होइन अन्त यहाँ हाम्रो बाजे यहाँ हुँदैछ मान्छे किन झुन्ड्याएको हो राम्रै भएर हेर्नु के हो अर्को बाजे साट्ने अरे बोजू यता हाम्रो निनी बोजूहरू सबै रेडी भएर आइसक्नु भयो यहाँ हाम्रो निनीहरू रेडी भएर आइसक्नु भयो यहाँ यस्तो यस्तै बिहान आएकोदेखिको गाह्रो छ म त यो मम लिएर जाने अब मम गरेर रेडी भएर फुपाको दिनमा आउनु आएको चाहिँ मैले यहाँ कति काम गरिसकेँ नि दिदी खानु साह्रै गरम भयो म चाहिँ लागेँ अब घरभन्दा पनि यहाँ छ पनिर हो लगेर फुपालाई पनि बनाइदिनु अरे फुपा यो पनिर मसला खानुहुन्छ होइन पनिर मसला हजुर अब लाइहालिसला खानु त पर्छ आउनु नि माथि म बनाउँछु म चाहिँ लागेँ घर म चाहिँ आइपुगेँ घर अहिले अब म यो पनिर चाहिँ घरमा बनाउँछु तल मासुहरू उयो हुन्छ भनेर चाहिँ नबनाएको चाहिँ म चाहिँ बनाउनु लागेँ यहाँ पनिर हो पनिर बनाउनु आँटेको एकदम सादा बनाउनु पर्ने हो फेरि केही नहाल्नु पर्ने पनिरमा चाहिँ फुपाले केही खानु हुँदैन नि त फिलहाल चाहिँ म चाहिँ रेडी भएर पनि लागेँ है तल गएको अहिले फेरि मार्छ मलाई त्यसै पनि ढिलो भइसकेछ आधी काम त सघाएर आएको अघि आउनु चाहिँ र भए पनि गएर फेरि सघाउनु पर्छ भने चाहिँ म चाहिँ लागेँ फेरि ओह्रालो अहिले देखाउने चाहिँ तपाईँहरूलाई तलको नजारा के छ कस्तो छ है हेर्दै गर्नुहोस् त्यसको लागि स्टे ट्युन साथीहरू अब चाहिँ लगभग दादाहरूको चाहिँ सकेको जस्तो छ हो दादाको सकेको यहाँ बहिनीको पो आए जस्तो छ हौ यतानिर अनि यहाँ चाहिँ हाम्रो बहिनीपट्टिको पुर्याउनेहरू चाहिँ आइसक्नु भएको छ है यहाँ चाहिँ हाम्रो बहिनीहरू पनि आइपुगेछ आएर बसिरहेको छ हो यहाँ बोजूहरू हाम्रो बोजूहरू हुनुहुन्छ यहाँ काका
बेसी भएर दिएको होइन एउटा माया दयाले र अब चाहिँ सबै कुरा सकेपछि चाहिँ यहाँ बहिनीहरूको ढोकबेट स्टार्ट भयो है। हाम्रो भाइलाई देखाउनु अरे हौ भ्लगमा, यहाँ फोन क्रेजीलाई के देखाउनु हौ? सुवर्णजीको भ्लगमा सबैजनालाई स्वागत हुन्छ। सबैजनाले सब्स्क्राइब गरिदिनुहोस्, लाइक सेयर अरू यति नै हो। धन्यवाद त्यसो भए। यहाँ हुँदैछ हाम्रो ढोकबेट सक्यो। अब चाहिँ बेहुला बेहुलीले ढोकिसकेपछि चाहिँ यहाँनिर सम्धी सम्धिनी ढोक्ने कार्यक्रम हुँदै थियो है। हुँदैन फुपाले र सबै सकेपछि चाहिँ यहाँनिर जन्ती पार्टीलाई चाहिँ तोङ्बा दिने कार्यक्रम हुँदै थियो। किनभने हाम्रो चाहिँ अब यो दिनै पर्छ, खाए पनि नखाए पनि दस्तुरै हो है। अब चाहिँ यहाँ खानाको स्टार्ट भनिदिने, खाना खान थाल्नु भयो नि हजुर। ल एकछिन पर्खिनुहोस् ल, यहाँ पानी चाहियो। यता चाहिँ हाम्रो मामा माइजूहरूको सबैको रमाइलो चल्दैछ, हेर्नु सक्नुहुन्छ तपाईँहरू। हाम्रो अनि यहाँ चाहिँ अहिले चाहिँ बिदावरीको कार्यक्रम हुँदै थियो। यहाँनिर चाहिँ किनभने बिदा माग्नु हुँदै थियो, अब चाहिँ जानुपर्छ भनेर चाहिँ उहाँहरूले चाहिँ अनि अब चाहिँ यहाँनिर चाहिँ जन्ती पार्टीले बिदा लिएर पनि हिँडिसकेको छ है। मैले यो चाहिँ उयो गरेँ किनभने यहाँ साउन्ड लागेन, किनभने पुरा ब्याकग्राउन्डमा म्युजिक थियो है, कपिराइट लाग्छ भनेर चाहिँ। र जन्ती पार्टी गइसकेपछि चाहिँ हाम्रो यहाँ हुँदै थियो खतरा डान्स। हाम्रो तुम्मा यहाँनिर काका सबै डान्स गर्नु हुँदै थियो। सुब्बा डान्स गर्नुभएको, तर खुट्टा चाहिँ कसैको मिलेको थिएन है। यहाँनिर चाहिँ तपाईँले भिडियोमा पनि हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ फिलहाल चाहिँ म मेरो घर आइपुगिसकेको छु हो। घर आएर लुगासुगा फेरेर बसिरहेको छु, किनभने अघिको अलिकति भिडियो चाहिँ बनाइनँ किनभने एकदमै बिजी थिएँ र यताउता गर्दा त्यो बनाइदिने मान्छे नपाएर है। अनि चाहिँ सो यति भन्दै मैले चाहिँ मेरो आजको भिडियोलाई चाहिँ यहीँ एन्ड गर्दैछु हो। आशा छ हजुरहरूलाई मेरो भिडियो मनपर्छ भनेर है। मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नभुलिदिनुहोस् होला। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।